चार्ल्स सोभराज विरुद्ध जुन पाटन पुनर्निर्माणको फैसला उप यहाँ सर्वोच्चमा मुद्दा दायर भएको थियो, त्यो मुद्दाको सन्दर्भमा आज माननीय न्यायाधीश रामकुमार प्रसाद शाह र माननीय न्यायाधीश गौरी ढकालको संयुक्त इजलासले पुनरावेदन अदालत पाटनबाट गरेको फैसलालाई नै सदर गर्ने निर्णय गरेको छ। How can you convict a person without the evidence? When you know, जुन ग्यास रेजिस्ट्रेसन कार्ड जुन भरिरहेको नि, चेक द फ्याक्ट। 11 वर्ष अगाडि लिएको फोटोग्राफ रिलमा कति वर्ष राखिन्छ? ओके, त्यो रिलहरू पेश गरिएकोमा 86 को चार्ल्सको फोटोग्राफ थियो। How does that bloody Vishwanath has money, so much money to attack me, to attack my mother, to try to